किन केटीलाई अनअट्र्याक्टिभ केटा नै मनपर्छ? थोरै विचार गरौँ अनि मैले यो स्क्रिनमा देखाउने यिनी जोडीहरूलाई पनि हेरौँ। हाम्रो समाजमा तपाईँले देख्नु भएको पनि होला, अनअट्र्याक्टिभ केटासँग डेट जान्छन्, उस्तै परि बिहे पनि गर्छन्। अझै भनौँ भने 100 in 60% केसेस सिमिलर छन्। तपाईँले याद राख्नु भएको होला या नराख्नु भएको होला। दोष चाहिँ बिल्कुल पनि होइन, हाम्रो ब्रेन इभोल्युसन हो। अब म तपाईसँग एउटा कुरा भन्छु, यदि केटी मान्छेसँग पैसा छैन, केही छैन भने एउटा केटा मान्छेले सजिलै उसँग जान्छ, बिहे गर्छ, सजिलो छ होइन। तर केटी मान्छे पैसा छ, आफ्नो लाइफको सेक्योर छ, 20 वर्ष जेठोसँग भए पनि जान ऊ तयार हुन्छ। अब तपाईँ एउटा कुरा सोच्नुहोस्, केटी मान्छेलाई के लुक्स वाइज ह्यान्डसम केटासँग कुनै पनि फरक पर्दैन त? यदि फरक पर्दैन भने उनी लुक्स वाइज ह्यान्डसम मान्छेलाई किन रोज्दैनन्? अर्थात् कारण चाहिँ